Hello everyone, welcome back to my new video. So I hope सबैजना सन्चै हुनुहुन्छ होला र म पनि सन्चै छु। आज चाहिँ बिहानको मिरमिरेमा यो अर्ग्यानिक कालो सुनको फडानी गर्नलाई म आइसकेको छु। यो भिडियो मार्फत तपाईहरुलाई मेरो कालो सुन देखाउन गइरहेको छु। यो कालो सुन चाहिँ निकै यो साल चाहिँ धेरै फलेका हुनाले धेरै म पनि उत्साहित छु। हेरिदिनु होला कालो सुन बेचेर बाइक किन्ने भनेर यहाँ तर्खरमा लागिरहेको छु म चाहिँ भने। ताप्लेजुङको सांसद क्षितिज थेबेले भाउ तोक दिने भन्ने सांसदमा कुरा उठाइरहनु भएको छ र तोक दिनुभयो भने हामी कृषकहरूलाई पनि सहज हुनेछ। र यति भन्दै 1 घण्टा जति काम गरेर मेरो पनि घर जाने बेला भइसकेको छ र म चाहिँ घरतिर लागेँ र भोक लागेर बाँदर जस्तै खाजा खोजी खाँदैछु। र हामी बाँदरहरूलाई आशिका तामाङले संरक्षण गर्ने भएकाले म चाहिँ बाँदर जुनी लिएको छु र भन्दै